नेपाल टेलिभिजनका लागि चतारा मिडिया प्रालीको निर्माणमा DL फिल्म्सको प्रस्तुति। चमक 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 चमक। नजानेको कुरा माने जान्ने सुन्ने भन्यो, पत्तो छैन कसले के भन्यो। यता पनि छ्यास भयो उता पनि छुस्स, कसैले के भन्यो भने रिसाइहाल्यो गुस्सा। कोहीको कुरा नसुनेर पर्यो सनक सनक, चुप लागि खानु पर्छ समयको दानक। कान्छै सिमको भास्मी होइन भन्यो ठुलो ठालो, जेमा पनि मै हो भन्छ खान्छ सधैँ आलु। कसैले केही नभन्दा नि आफै गमक गमक, दौडा हजुर कति दिनलाई होला चमक चमक। दौडा हजुर कति दिनलाई होला चमक चमक। चमक 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 चमक। भन गुलेरी, तैँले मलाई किन बोलाएको? भनम त टुल्की। भन्न के हो त्यस्तो? तर त नरिसा है त। ल भनेकै छैन, के रिसाउनु म? हेर्न, मैले हिजो राति तँलाई सपनामा देखेको नि। ल सपना त देखिहालिस् त। त्यति मात्रै होइन के टुल्की, मलाई त आजभोलितिर याद साह्रै आउँछ। अनि म के गरौँ त? तैँले केही गर्नु पर्दैन, मलाई सधैँ माया गरे पुग्छ। माया त गरिहाल्छु नि तँलाई। त मेरो सानैदेखिको साथी होस् नि त। त्यस्तो साथीवाला माया भनेको होइन के टुल्की, म त तँसँग यहीँ पञ्चे बाजा बजाएर बिहे गर्ने सोच बनाएको छु। अनि मलाई बिहे गरेर पाल्न सक्छस् त गुलेली? किन नसक्नु नि, मैले तँलाई कहिले दुःख कटाउँदिनँ। यो मेरो टुल्की साली त गुलेलीसँग पल्केको रहेछ। यो फटा गुलेलीको के भर, यसले त उडाउन नि सक्छ। घरमा गएर बुढीलाई भनेर यसको यसै पाली बिहे गरिदिनु पर्यो। बुढी, ए बुढी, यो घरमा छैन क्या हो? म भित्र छ त, किन कराएको? के भएन मात्र भन्न। तेरो त्यो टुल्की भनौ त बहिनी छैन? छे के हो त? त्यसको अब बिहे गरिदिनु पर्छ उजेली। ल फेरि त्यो बहिनीको 81 कुरा चाहिँ किन नि? किन हुनु नि, त्यसको अब बेला भयो जस्तो। ऊ पर जङ्गल छेउमा गुलेलीसँग मस्किनै बसेको थिए। हजुर पनि 81 जे पाए त नबोल्नु है। रहेछ कि नै भन्ने कुरा त यो दुई आँखाले भर्खर देखेर आउँदैछ। त्यसैले त्यसको यही मङ्सिरको लगनमा बिहे गरिदिनु पर्छ। ल त्यो कुरा त्यसले पनि बुझ्यो कि होली ठुली भइसक्यो। त्यसले बुझे नि नबुझे नि, बिहे गर्ने बेला भएको त्यसको बेला भएको हो नि, पछि सोचौँ ल। अहिले हाम्रो खाना खाने बेला भयो, ल हेर भित्र जाउँ। ल जाउँ हिँड, म पनि बाहिर निस्किन्छ। अब यो मुक्सिरमा झ्याइ बाजा बजाएर यो तिलके बजाएको बिहा गर्छु भने पनि अब खोइ मान्दैन, कहाँ पुग्छ।
यो फेरि कलकलाउँदो पूर्णिमाको जुन जस्ती को देख्दैछु मैले। दिमाग चला गुलेली, दिमाग चला। टुल्की तैँले मलाई साँच्चै माया गर्छस्? गर्छु त, अझै पनि शङ्का लाग्छ कि क्या हो तँलाई? लाग्नु त लाग्दैन, माया लाग्ने भएपछि मेरो कुरा पनि त बुझ्नु पर्यो नि तैँले, होइन र? हो, किन? के भयो र तँलाई? यहाँ मान्छेको पेट काटेर कस्तो भइसक्यो। ल त्यसो भए गएर आइज न त। तर पेट काट्दा पनि तँलाई छोड्नै मन लाग्छ। छिटै गरेर आइहाल्न त। ल म गएँ बस्दै गर है, म एकछिनमा आउँछु। बाजे तू हो त म ढोक्दियो बजे नागका मान्नु भयो नातिनी। बाजेको धेरै याद आयो तपाईँ। याद मात्रै आएर आएको नातिनी, त्यति मात्र त होइन होला हो। पर बसेर कुरा गरौ न बाजे। ए भनेपछि यो नगदको नातिनी पो परिचय। झमक 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 झमक। बिहानदेखि सुकाएको गुन्द्रुक झुटेर झरम झुरुम भएर पकाएर खान नमिल्ने भयो। यहाँ न यसको तार ओइ ओइ सुन्न छोरे ओइ ए तेरी के को ओइ दिदी के को ओइ नि वहाँ गुन्द्रुक झुरेर झुरुम झुरुम भइसक्यो, खानै नहुने भइसक्यो। घर आएपछि त्यति गुन्द्रुक उठाउनु पर्दैन? तिमी पनि सक्छौ त, यति जाबो गुन्द्रुक उठाउन त खान त सक्छौ त। चुप लाग, मैले खान सक्दिनँ भनेको हो, मैले निउरिन सक्दिनँ पो भन्न खोजेको त हो त नि। खाने बेलामा त निउरिनै पर्दैन होला नि, होइन दिदी? बाबा धेरै कुरा नगर, अब जे भए पनि त मेरै भाइ हो क्या रे। अब घरमा बसौँ अनि तिम्रो किचकिचले बस्न सकिने होइन घरमा, बरु गाउँतिर यसो फ्रेस हुन जान्छु म त। जा जा जा, मन लाग्छ त्यही जा। जान्छु त के, जाने ठाउँमा त जाने हो नि, नजाने ठाउँमा कोही पनि जाँदैन होला क्या रे। लैजा बुद्धि लाल पिछौडा बौरानी ओढनी एक सरा गोडा काढना दोसरा गोडनी लैजा बुद्धि बौरानी ओढनी एक सरा गोडा काढना दोसरा गोडनी। को चिया खुवाइना तिमी राम्रो ज्वाइँ पाए यार। घरमा पनि तेरो बिहा गर्दैन भनेर यहाँ आए, तँ पनि यसो भन्न छौ? ज्वाइँ मात्र पाए भने हो र, निको ज्वाइँ पाए भने हो। नाइ म त निको पाए पनि जसो पाए पनि बिहा त नगर्दै अहिले। हट्टा पो गरे आउँ त, यति निकै नातिनीलाई बिहा गरेर अर्काका घर पठाउँला त? तँ जे भन्छ बरु त्यही मान्छु, तर म बिहा गर्दैन। ल ल, ठुली भएपछि मात्रै गर्ने तेरो बिहा। ठुली भएपछि पनि नगर्ने। जे भने पनि गर्ने। आइज पर्दैन बिहे गर्न, अब त मसँगै बस्ने, पर्दैन बिहे गर्न। बाबा मम्मी बिहा मात्र गरिदिने भन्छन् बाजे, म त त्यहाँ जाने तमिस्त बस्छु। बस्न त बस, अब बाजेकोमा मिठो बस्नु पाक्दैन, जस्तो पाएको त्यस्तै खानुपर्छ। हुन्छ बाजे हुन्छ, तँ जे खान्छौ म पनि त्यही खाउँला। आहा कति जाति नातिनी, अब तेरा बाले घोरा भन्यो भने क्या न्याय त तँ? आउँदैन, म बाजेसँगै बस्छु भन्छु। नातिनी पकाइ त, म एक काम गर्छु है, यो जुटी छ उता ओखलमा लगेर मजाले पिसेर ल्याइदिए नातिनी। जा कता पुगेर आउनुभयो? कता हुनु नि नानी, पर गाउँतिर गराएको। अनि तिमी चाहिँ कता नि? म त कता हुनु नि यत्तिकै। अनि काका सरस्वती घरमै छे? खै म हिँड्दा त घरमै थिएँ,
घरमै होली नि केही काम थियो कि नानी हजुर हल्का काम थियो काका ए त्यसो भए घरतिरै होली नि घरतिरै जाम न भेट भइहाल्छ नि हस् काका जाऊ छोरी छोरी कता छेस भित्रै छु बा ए टुल्की पनि आकी रहेछ त बाटोमा काकासँग भेट भयो काकासँगै तँलाई भेट्न आकी नि ल भन् के भयो के भन्न आइस छ्या यो पनि आइरहन्छु त अलि पर जाउँ न तँसँग धेरै कुरा गर्नु छ के बा गएर आउँछु नि त है एकैछिन ल ल झट्टै आइज नि फेरि हस् बा हस् ल हिँड जाऊ टुल्की ल काका लागि भइरहे ल ल ल ओ तिल्के कहाँ जान्लाई यस्तो कानमा खबर लाएर कता हुनु नि यसो फ्रेस हुन गाउँतिर हिँडेको नि दाइ ए फ्रेस हुनले यस्तो लगाउनु पर्छ होइन दाइ होइन गीत सुन्न लगाएको यो त दिदीले बिहे गर भनेर किचकिच किचकिच गर्न थालिन् त्यही भएर यो लगाएर म त गीत सुन्दै फ्रेस हुन निस्केको ए दिदीले बिहे गर्को भनिन् हो नि दाइ लगनको महिना त आउनै हुन्न मेरी दिदीलाई बिहे गर भनेर हैरान बनाउँछिन् अनि तैँले के भनिस् त के भन्नु नि सोचौँला भनेर निस्के म त के को सोचौँला नि सिधै हुन्न भन्दे किन र दाइ किन हुनु नि अहिले नै बिहे गरेर दुःख पाउलोस् भनेर बिहे गरेर दुःख हुन्छ र दाइ कसैलाई दुःख छ कसैलाई सुख छ म छिटो बिहे गरेर कम पछुताको छु किन र दाइ किन हुनु नि सानो उमेरमा पैसा नकमाएसम्म बिहे नगरेकै राम्रो त्यसो भए अब मैले के गर्नु पर्ला त दाइ विदेश जा विदेश टन्न पैसा कमाएर लिएर आइज अनि घर मजाले बिहे तपाईँले भनेको कुरा ठिक लाग्यो दाइ अब म यसै गर्छु विदेश गएर पैसा कमाउँछु अनि मात्रै आएर बिहे गर्छु तर मलाई विदेश कसले लैजान्छ र दाइ म छु नि तँलाई के को पिर म पठाइदिन्छु नि विदेश मैले चिनेको मेन पावर छ त ढुक्का हो हस् दाइ हस् म दिदीसँग सल्लाह गर्छु अनि तपाईँलाई भन्छु है त हुन्छ बाबु हुन्छ ल दाइ अहिलेलाई म लाग्छु है त ल ल ल ल भन् के कुरा हो त्यस्तो यहीँ आएर गर्नुपर्ने के कुरा हुनु नि सरस्वती अब कुरा गर कुराकै दुःख त्यो गुलेली छ नि त्यो गुलेली अनि के त सुन न त्यो गुलेलीले त मलाई साह्रै माया गर्छ नि अनि तैँले चाहिँ उसलाई गरिदिनस् त मैले नि गर्छु हाम्रो त लभ परिसक्यो बाबै ए भनेपछि अब यो लगनमा बिहे गर्नलाई म तिमीहरूको लमी बनिदिनु पर्यो कि कसो हो नि सरस्वती कस्तो कुरा बुझेकी के तैँले भयो नानी भयो मैले चाहिँ यस्तो काम गर्न सक्दिनँ है ल ल भइगयो तैँले मेरो लागि केही पनि गर्नु परेको छैन जन साथी हो केही गर्छ कि भनेर सुनाएको त उसकै ठुलो कुरा लागे म के खालको केटी होला यो झमक 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 लाएर झमक्कै रात परिसक्यो यस बेलासम्म यो तिल्के कहाँ गएको होला न कसैले भने पुरै मान्छ न टाइममा घर आउँछ यसले पनि धुरुक्कै रुवाइसक्यो यो भगवान यसले गर्दाखेरि टाइममा खानासम्म खान पाइँदैन के अरू होइन ए दिदी के हो पुरै खानाको कुरा गरेर बसेको छौ त खाना पाए क्या हो लिउ अलिकति खाऊ गाउँ गाउँ डुलेर यस बेला आउँछ अझ भात पाक्यो कि पाकेन खाऊ दिदी रे हो नि त होइन ए दिदी तपाईँलाई एउटा भएको भाइलाई बिहान बेलुका खाना पकाएर खुवाउनु पनि यस्तो गाह्रो ए बाबु मलाई गाह्रो हुँदैन त तँ भन्न अब भित्र गएर आफै बाहिर गएर आफै मलाई कति गाह्रो हुन्छ त खुर्क बिहा गर त बिहे त म अहिले गर्दिनँ बिहे गर्दिनँ अरे अनि बिहे अहिले नरे कहिले गर्छस् बुढो भएपछि बुढो भएपछि होइन दिदी म त अब विदेश जाने हो मजाले पैसा कमाएर ल्याएर अनि बल्ल बिहे गर्ने हो विदेश जान्छु रे होइन यो विदेश जाने भुत चाहिँ तल कसले चढाइदियो कसैले चढाइदिएको होइन दिदी यो चक्र दाइले चिनेको मेन पावर छ अरे मलाई त चक्र दाइले विदेश पठाइदिन्छु भनेका छन् ए कुरा त्यसो पो तेरो दिमागमा आगो लाउनु त्यो चक्रे पो त्यो चक्रेलाई मैले जानेछु पक्का त ए तेरी फेरि के गर्ने हो नि दिदीले अब हजुर के हतार दिन हुनुहुन्छ किन दिदी यति राति मान्छेलाई छटपटी भएछ दिन न रात तपाईँले के भन्न खोज्नु भएको थियो कि मैले त कुरा बुझिनँ नि के कुरा बुझ्नु पर्यो तिमीले मेरो भाइले बुझाए राम्रोसँग कुरो
बिहे गर्न तयार भइसकेको भाइलाई खुब विदेश जाने भुत चढाइदिने। मैले त राम्रो कुरा भनेको थिएँ त दिदी, आफू सेट भएपछि मात्र बिहा गर्नुपर्छ भनेको थिएँ, न त दुःख पनि पाउन सकिन्छ भनेको थिएँ दिदी। आइन्दादेखि यस्तो काम कहिले नगर्नु चक्र बाबु, मैले भनिदिएको छु। घरमै आएर मान्छेलाई फर्काउन थालिसके, कस्तो बुढा पाएछु मैले। हेर यसको बुद्धि को हो यतिखेर रुनी? लक्ष्मी, तिमी यहाँ यति राति किन बसेको? हिँड तिम्रो घरमा पुर्याइदिन्छु। घर छैन दाइ मेरो। म एउटा बाटोमा नाच्दै हिँड्ने केटी हो, न मेरो घर छ न मेरो कोही छ। त्यस्तो होइन लक्ष्मी, आज तिमीले मलाई दाइ भन्यौ, आजदेखि मेरो बहिनी तिमी। आऊ मेरो घर। उजेली, ओ उजेली, ल कसले लिएर आएको? लक्ष्मी बाहिर जाडोमा रुँदै रहेछिन्, अनि मैले लिएर आएको। अब हामीसँग बस्छिन्, तिमीलाई पनि साथी हुन्छन्। ल जे गर्न मन लागेको छ गर। नचिनेको मान्छेलाई घरमा लिएर आएको छ। धेरै नगरा, उनको कोही रहन्छ, त्यसैले मैले लिएर आएको। छटपट पखरा तिमीलाई, भोलि बिहान जानु, मलाई जान छ। होइन हो बुढी, बिहान बिहान झोला सोला बोकेर कता बजारतिर हो क्या? माइत रे? अनि माइत चाहिँ 81 यति बिहान किन नि? अनि तिमीले यसलाई घरमा लिएर आएको छ किन नि? अरे शिवा, कस्तो कुरा नबुझ्ने आइ मेरो चाहिँ यो। मैले चाहिँ होइन, तिमीले यो कुरा नबुझ्ने। बस अब यसैसँग जा जा जा, तेरो माइतीले कति दिन पाल्दो रहेछ, म पनि हेरौला। जा। यता पनि छ्यास भयो, उता पनि छुस, कसैले केही भन्यो भने रिसाइ हाल्यो गुस्सा। कोहीको कुरा नसुनेर पर्यो सनक सनक, चुप लागि खानु पर्छ समयको दाना। खान्छै सिंहको भास्मी होइन भन्यो ठुलो ठालो, जेमा पनि मै हो भन्छ खान्छ सधैँ आलो। कसैले केही नभन्दा नि आफै नमक नमक, ल्याउन हजुर कति दिनलाई होला चमक चमक, ल्याउन हजुर कति दिनलाई होला चमक चमक, चमक 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 चमक।